चाहिँ अब हामी सिंह बजार प्रवेश गर्दैछौँ है। सिंह बजार मागिनी मेलाको लागि अब कहाँबाट भित्रबाट बजारबाटै जानुपर्छ होला, यताबाट त बाटो छैन जस्तो छ। गेट सेट बनाइएको रहेछ। यहाँ चाहिँ कहाँबाट पानी आयो फेरि? बाटोमै भएछ बजार प्रवेश गरियो। मागिनी मेला चाहिँ खास चाहिँ अहिलेसम्म हाम्रो ऐतिहासिक मागिनी मेला म पनि आएको थिइनँ। फर्स्टचोटि मेलाको अवलोकन गर्न आउँदैछु। बजार चाहिँ यस्तो चाहिँ थियो, यहाँको पुरानो बजार यो एकदमै इतिहास बोकेको बजार। गोपीको घर आइपुग्यो। गोपी भाइको घर। गोपी चाहिँ छैन होला तर सायद। ट्र्याक्टरसँग बाटो त यतो होला नि। रहेछ मेला अवलोकन गर्नको लागि हिँड्दैछु नि सबैजना। यहाँ चाहिँ फेरि बिचमा टुक्रिएको होइन बजार चाहिँ। माघे मेलाको प्रवेशद्वारबाट चाहिँ भित्र छिरेको छ। माघे मेलामा निकैको मान्छेहरू चाहिँ उपस्थित हुनुभएको रहेछ। यो चाहिँ सिमा बजारको है, सिमाको माघे मेला एकदमै पुरानो। ए भाउजू कतिखेर आउनुभयो? यो चाहिँ एकदमै इतिहास बोकेको मेलाको देखिन्छ। मेरो पनि फर्स्ट टाइम हो यो चाहिँ, तर एकदमै राम्रो रहेछ हौ। धेरैजना म त उपस्थित धेरैजना मेला भर्न आउनुभएको रहेछ। यहाँनिर एउटा बगर घुम्नु त थोरै तल चाहिँ यहाँ तल चाहिँ कमर खोला पुग्छ र यता साइडमा चाहिँ यसरी मेला आइटमहरू चाहिँ राखिएको छ। पसलहरू त्यहाँ चाहिँ सायद प्रोग्राम हुने होला। प्रोग्रामको लागि चाहिँ चिजहरू पनि बनाएको छ। पिङ पनि रहेछ यहाँनिर रोटे पिङ पनि राखिएको छ रहेछ। त्यसै गरी आज मेलाको खेल्नेहरूको लागि चाहिँ साथीहरू हामी चाहिँ माघे मेलामा छौँ है। माघे मेला चाहिँ यसरी लागिरहेको छ। सिमाको माघे मेला है त यो चाहिँ सिमाको माघे मेला। पिङ पनि रहेछ होइन यहाँ रोटे पिङ